जय नेपाल। यस इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्घसभा परिसरमा नवनिर्मित भवनहरूको समारोहमा प्रमुख अतिथि सौदय श्रीमान प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेज्यू, मकालु गाउँपालिका अध्यक्षज्यू, प्रमुख जिल्ला अधिकारीज्यू, मकालु गाउँपालिका उपाध्यक्षज्यू, विभिन्न वडाका वडा अध्यक्षज्यूहरू, सङ्घसभा जिल्लाका सुरक्षा निकायका प्रमुखज्यूहरू, मञ्चमा आसीन विशिष्ट अतिथिज्यूहरू, जिल्ला स्थित विभिन्न सरकारी कार्यालय प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न राजनीतिक दल सङ्घ संस्था सङ्घाबद्ध महानुभावका साथै पत्रकारज्यूहरू, मकालु गाउँपालिकाका आदरणीय आमाबुवा दिदीबहिनी तथा दाजुभाइहरू, यस कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर भौतिक पूर्वाधार शाखाको तर्फबाट इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्घसभा परिसरमा नवनिर्मित कार्यालय तथा ब्यारेक भवन, भान्साघर र स्नानघर शौचालयको निर्माण सम्बन्धी संक्षिप्त प्रतिवेदन पेश गर्न अनुमति चाहन्छु। नेपाल प्रहरीका विभिन्न स्तरका प्रहरी इकाइहरूमध्ये व्यवस्थित भौतिक संरचनाहरूको इकाइहरूमा क्रमिक रूपले व्यवस्थित र गुणस्तरीय निर्माण गर्दै लैजाने सम्बन्धमा नेपाल सरकारको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा यस इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्घसभामा पहिलो चरणमा कार्यालय तथा ब्यारेक भवनको भुइँतला, स्नानघर तथा शौचालय र रिटेनिङ वाल निर्माण कार्यको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट 1,71,34,495 रुपियाँको लागत अनुदान तयार गरिएको थियो। सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 मा व्यवस्थित भए बमोजिमका प्रक्रियाहरू अपनाई निर्माण कम्पनी सिटु कन्स्ट्रक्सन मैतीदेवी काठमाडौँ मार्फत यस इलाका प्रहरी कार्यालय हेदाङ्नाको आफ्नै 3814 वर्ग मिटर जग्गामा सम्पूर्ण निर्माण कार्यहरू मूल्य अभिवृद्धि कर सहित 1,43,84,710.30 सम्पन्न गर्ने गरी मिति 2074 साल असाढ 16 गते सम्झौता भई मूल्य अभिवृद्धि कर सहित रु 1,43,18,888 मा मिति 2076 असाढ 16 गते निर्माण कार्य सम्पन्न भएको र दोस्रो चरणमा कार्यालय तथा ब्यारेक भवनको पहिलो र दोस्रो तल्ला भान्सा तथा स्नानघर निर्माण कार्यको लागि तालुक नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयबाट 1,99,80,304 रुपियाँको लागत अनुमान तयार गरिएको थियो। सार्वजनिक खरिद ऐन 2063 र नियमावली 2064 मा व्यवस्था भए बमोजिमका प्रक्रियाहरू अपनाई निर्माण कम्पनी सिटु कन्स्ट्रक्सन मैतीदेवी काठमाडौँको मार्फत यस इलाका प्रहरी कार्यालय हेदाङ्नाको आफ्नै जग्गामा सम्पूर्ण निर्माण कार्यहरू मूल्य अभिवृद्धि कर सहित 1,89,79,165 रुपियाँ 30 पैसामा सम्पन्न गर्ने गरी मिति 2076 साल असार 16 गते सम्झौता भई मूल्य अभिवृद्धि कर सहित 1,67,67,479 रुपियाँ 56 पैसामा मिति 2077 पुस 15 गते सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको थियो। यसरी कार्य सम्पन्न भए पश्चात सडदय श्रीमान प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे ज्यूबाट समुद्घाटन हुन लागेको बेहोरा म निवेदन गर्न चाहन्छु। यस इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्घसभा परिसरमा आरसीसी फ्रेम स्ट्रक्चरमा निर्मित 2.5 तल्ले कार्यालय तथा ब्यारेक लोड बियरिङ अवधारणामा भान्सा तथा स्नानघर शौचालय निर्माण गरिएको छ। कार्यालय भवन 469 वर्ग मिटर, मेष भवन 32.78 वर्ग मिटर र शौचालय 11 वर्ग मिटर क्षेत्रफलमा निर्माण भएको छ। यस इलाका प्रहरी कार्यालय हेदाङ्ना सङ्घसभामा साना ठुला गरेर 16 वटा कोठाहरू रहेका छन्। भुइँतल्लामा कार्यालय प्रमुख कक्ष, एट्याच शौचालय सुविधा सहितको महिला तथा पुरुष हिरासत कक्ष, गार्ड कक्ष, आर्थिक प्रशासन शाखा र अनुसन्धान कक्ष रहेको छ भने पहिलो तल्लामा जुनियर प्रहरी अधिकृत ब्यारेक, एट्याच शौचालय सुविधा सहितको महिला ब्यारेक र पुरुष ब्यारेक रहेको छ। दोस्रो तल्ला अर्थात् सबैभन्दा माथिल्लो तल्लामा शौचालय सुविधा सहित सञ्चार शाखा, सञ्चार ब्यारेक,
किचन डाइनिङ कोठा सहितको कार्यालय प्रमुख आवास रहेको जानकारी गराउन चाहन्छु। यसरी कार्यालय प्रमुखदेखि कार्यालय सहयोगीसम्मलाई पूर्ण सुविधा सहितको भौतिक पूर्वाधार हस्तान्तरण पश्चात खटिआउने प्रहरी कर्मचारीको मनोबल उच्च भई गुणस्तरीय सेवा प्रभाव हुने कुरोमा विश्वास दिलाउन चाहन्छु। नवनिर्मित भवनका सम्पूर्ण कोठाहरू पर्याप्त प्रकाश र हावाका लागि उपयुक्त नापका एल्युमिनियमका झ्यालहरू समेतको व्यवस्था गरिएको छ। साथै यस भवनहरू भौगोलिक बनावट अनुसार भूकम्प प्रतिरोधात्मक डिजाइनमा निर्मित मजबुत, सुन्दर, समय सापेक्ष तथा वातावरण मित्री रहेको छ। अत यी भवन यस इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी तथा सेवाग्राही जनसमुदाय समेतले आउँदा दिनहरूमा आफ्नो भवन सम्झी संरक्षण गरिदिनु हुने छ भन्ने आशा समेत व्यक्त गर्दछु। अन्तमा नेपाल सरकार, नेपाल प्रहरी प्रधान कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर इलाका प्रहरी कार्यालय भवन निर्माण कार्यको लागि निःशुल्क जग्गा उपलब्ध गराउने जग्गादाताहरू साथै निर्माण कार्यको प्रारम्भदेखि हालसम्म अमूल्य सहयोग सुझाव दिई निर्माण कार्य सफल बनाइदिनु भएकोमा निर्माण कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा संलग्न मेरा सहकर्मी प्रहरी साथीहरू, निर्माण व्यवसाय मित्र, आफ्नो पसिना सञ्चित गर्ने श्रमिकहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। धन्यवाद। जय नेपाल।